गाइज वेलकम ब्याक टु आवर च्यानल। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। गाइज भिडियो चाहिँ अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न भने नभुल्नु होला। फिनल्यान्डको वेदर चाहिँ दिन ब दिन डाउन हुँदै गइरहेको छ गाइज। आजको भिडियोमा चाहिँ तपाईँहरूले थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नुभयो होला कस्तो छ भिडियो भनेर। चाहिँ मौसमलाई मध्यनजर गर्दै हामी चाहिँ आज बनाउँदैछौँ मोमो गाइज, मोमो पार्टी। यहाँ हेर्नु है, मेरो सेफ हो, उहाँ चाहिँ काट्दै हुनुहुन्छ लसुन अदुवा प्याज के काट्दै हुनुहुन्छ। हामी चाहिँ अघि एकछिन बाहिर गएको थियौँ सिटी सेन्टर, अनि आइसकेँ मैले चाहिँ। एकदमै धेरै जाडो भयो। अनि आज हामीले चाहिँ यहाँ के बनाउन लागेको छौँ भने बेलुकाको खाना। यहाँ छ किमा, यहाँ छ पिठो, हामीले मोमो बनाउन लागेको छौँ। यो चाहिँ पर्पल कलरको बन्दा अनि सोयाबिनको किमा रेडी गरेको छु मैले, भेज मोमो हो। अनि अब त्यही हो, मोमो बनाएर खाने हो। मोमो खान कतिको एक्साइटेड हुनुहुन्छ? थोरै थोरै। अनि अचार चाहिँ हामी कराईमा बनाउने होइन त, पकाएर मिक्सर चाहिन्छ त, गाड जुगाड गर्नुपर्छ। जुगाड। यहाँ चाहिँ मैले बदाम फ्राई गर्दैछु अलिकति। यो चाहिँ बदामको धुल हो, मैले ओखलीमा यतिको पारेर कुटेँ। अदुवा लसुनको पेस्ट। अब चाहिँ तेल हालौँ, कराई तातिसकेको छ। तेल चाहिँ तातिसकेको छ, मैले चाहिँ डाइरेक्ट यो लसुन अदुवा अनि प्याजको पेस्टलाई हाल्दिएँ। यो चाहिँ यति गोल्डन ब्राउन भइसकेको छ। धुलो खोर्सानी स्वाद अनुसार यो मसला चलाउने। यो चाहिँ यतिको भइसकेको छ। अब म यहाँ टमाटरको पेस्ट हालिदिन्छु। यो टमाटरको प्युरी हाल्दैछु। यसलाई चाहिँ मजाले पकाउने। म चाहिँ अब यहाँ नुन हालिदिएर छोपिदिन्छु। नुन हाल्दियो भने चाहिँ छिटो पाक्छ। नुन चाहिँ स्वाद अनुसार। म चाहिँ अब यहाँ अलिकति पानी हालिदिन्छु, फेरि तलबाट डढ्छ नि त। अनि अब यसलाई ढाकेर एकछिन पकाउने। अब चाहिँ हेरौँ है त पाएको कि पाकेन। र यस्तो भइसक्यो हाम्रो टमाटरको अचार चाहिँ। यो चाहिँ बदाम हाल्ने है मैले। अब यो अचारसँग मोमो खाँदा मिठो नहोला त। ल हाम्रो अचार चाहिँ रेडी भयो। अब मैले बन्द गरिदिन्छु। यहाँ हेर्नु है, फर्स्ट टाइम बनाउनु भएको है। फर्स्ट टाइममा यो राम्रो त हो त नि होइन? मैले चाहिँ यहाँ मोमो बनाउन सिकाउँदैछु क्या। हाम्रो सरलाई चाहिँ आउँदैन नि त मोमो बनाउन। अनि हामी चाहिँ दुवैजना किचनको कामहरू सबै कामहरू मिलिमिली गर्छौँ क्या। हामी दुवैजना कति धेरै ज्ञानी छौँ नि त। हाम्रो चाहिँ अहिलेलाई यो एक चरणको यहाँ छ, यसमा धेरै छैन, अटेन धेरै 14वटा, यसमा छ 13वटा जस्तो। ओ यो मुसो जस्तै छ। इग्नोर, यस्ता कुराहरू इग्नोर। यहाँहरू रेडी हुँदैछन्। यहाँ किमा धेरै छ, भोलिलाई पनि पुग्छ होला। अनि हाम्रो पानी उम्लिँदैछ। पानी उम्लिहाल्यो भने त हाल्न हुन्थ्यो कि। यो किमा चाहिँ कालो होइन नि गाइजहरू, फेरि कालो बन्दाको किमा हो। बनाउने तरिका स्टेप बाई म चाहिँ स्टेप। यसरी बनाउँछु है। तपाईँहरू कसरी बनाउनुहुन्छ? मलाई चाहिँ छिटो सजिलो यही लाग्छ। उहाँले बनाएको है यो, यस्तो खालको चाहिँ होइन, उहाँले यो चाहिँ बनाएको। मैले बनाएको होइन है। त्यो मरेकोमा मुसोलाई छि, अरू कसरी खानु हो त्यस्तो भनेपछि? चारचोटि चाहिँ झुन्डेर मारेर अनि फेरि निकालेर घाँटी निकालेर मारेर त यताबाट आन्द्रा कसरी खानु हो त्यस्तो भनेपछि? यहाँ चाहिँ बिरालो हात्ती सानो हात्ती टक 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 हिँडेर उहाँले बनाएको यो सबै। मैले बनाएको हेर्नु, यहाँ हेर्ने कस्तो दामी हुन्छ है। गोलो गोलो यहाँ पनि छ घोडा जस्तो छ। यहाँ छ एउटा अक्टोपस जस्तो। हाम्रो पानी चाहिँ उम्लियो। अब भाँडालाई हालिदिने। यो चाहिँ हाम्रो पहिलो चरणको है।
हाम्रो चाहिँ यो मोमो खाने खुसियालीमा है यो डान्स चाहिँ गीत चाहिँ मैले म्युट गरिदिन्छु। हामी चाहिँ गीत बजाएर अनि रमाइलो गर्दैछौँ बुढाबुढी मिलेर। हामीले त हतार हतार कि मोमो खाने सुरुमा भिडियो बनाउने बिर्सेछौँ कि तर पाक्दैछ हटलट पनि। कस्तो मिठो भएको छ है। हामीले चाहिँ यो चाहेको है मोमो। ब्याकग्राउन्डमा चाहिँ म्युजिक बजिरहेको थियो अनि मैले म्युट गरिदिएको। देख्नुभयो हामी त यस्तो पो छु त। ल हाम्रो चाहिँ मोमो रेडी छ। मोमो खाने होइन र। अघि हामीले अर्को चाहिँ चाखिसक्यौँ है भिडियो बनाउने भन्ने थियौँ। हतार हतार कस्तो रहेछ भनेर टेस्ट गरेको खाइहाल्यौँ है। ल खाऊँ अब चाहिँ। हामी चाहिँ हातैले खाने हो है। हामीले हात धोएर आएको छौँ। मोमो चाहिँ हामीले हातैले खानु मनपर्छ त्यही भएर। ल खाऊँ। खोइ मिठो भयो। तातो हामीले सोयाबिन हालेर चाहिँ फर्स्टचोटि मोमो बनाएको है। मिठो भएको छ। हाम्रो चाहिँ लाइट नपुगेर अलिक अँध्यारो नराम्रो आएको छ होला भिडियो चाहिँ। पछाडि छाया पनि आइरहेको छ। किन फोकस गरेको छैन। अनि हामीसँग कोक पनि छ। ग्लास चाहिँ आधी लिटरको ग्लास छ। कोकको ग्लास हेर्नु न कत्रो छ। मोमो तपाईँको फेभरेट होइन? के हो त? मेरो खोइ केही पनि छैन। सबै थोक मिठो लाग्छ, मिठो लाग्ने कि मिसा बिस्तारै तातो भयो। हाम्रो चाहिँ मोमो मकब्याङ जस्तै भएको छ है। मकब्याङ भिडियो चाहिँ अचार चाहिँ साँच्चै मिठो भएको छ क्या। मिक्सरै नचाहिने कराईमै यस्तो मिठो अचार बनिन्छ। अनि बाक्लो छ, मिठो भएको छ अचार। यहाँ हेर्नु त मिठो। यो यसरी खानेलाई खान जान्दैन भन्दा अरे नि मोमो। मोमो भनेको नि तातो भयो क्या। यसरी खानुपर्छ। यो एउटा सिङ्गै अलि ठुलो होइन हो, ठुलो सानो एउटै हो क्या। सानो होइन क्या, त्यो एउटै हो। अनि यसो गर्नुपर्छ अरे। अनि त्यो नजान्नेहरू चाहिँ के भन्छ अलिकति खान्छ अनि होइन भनेपछि मोमोमा खानु नजान्नेमा पऱ्यो। हो मोमो खाने नि त्यसो अरे कि। तर
भयो होइन आ गर्ने गम्माले तपाईँहरूलाई हाम्रो यो मकब्याङ मन पऱ्यो भने चाहिँ भन्नु, हामी अरू पनि लिएर आउँछौँ। कमेन्ट गर्नु नि त्यहाँ फेरि। अब त हामीलाई कसरी थाहा हुन्छ त नि, हामी च्यालेन्ज पनि लिएर आउँछौँ मन पऱ्यो भने, होइन? फेरि हेर्न भर्खर सिकायो मुखमा आउँदैन। लास्ट टाइम मिठो भएको छ। रामले रामायणको अन्तिममा कसलाई मारेको थियो भन्दा दुर्योधनलाई भने जस्तो त्यो सिकायो होइन गममा खान त्यो अहिलेको ठुलो थियो क्या, त्यो भएर ल बिग ब्याड गर्नु न त। तपाईँ ठुलो खानु, म ठुलो खान्छु होइन? तपाईँ खानु त दुवैजना सँगै। अनि कसले छिटो खाइसकेर मुख आ गर्ने है, कसले छिटो खाइसक्ने यो एउटा मोमोको मात्रै। अनि हामी अर्कोचोटि त्यस्तो पनि खेल्नुपर्छ। भयो रेडी? ल अलिकति अचार हाल्यौँ। तर अचार कस्तो मिठो भएको छ। भयो रेडी? रेडी 1 2 3 गो। मेरोमा पिठो धेरै थियो माथि। मेरोमा ल फेरि ल मेरोमा पिठो धेरै थियो क्या। ल एउटा फेरि कसले छिटो गर्ने हेर्नु है। दुवैजना ठुल्ठुलो है, यो पनि यत्रो ठुलो छ, त्यो पनि ठुलो छ। 3 2 1 गो। मुखमा तिमीले भनेको थिएन कसले छिटो आ गर्ने भनेको थियो। त्यहाँ भिडियो रिप्ले गरेर हेरेर त्यहाँ कसले छिटो आ गर्ने भनेको छ। मैले थिएँ आफैले त नि खाइसकेर आ गर्ने नि भनेको थिएन तिमीले, कसले छिटो आ गर्ने भनेको थियो। अब यो चाहिँ कसले खाने त नि, एउटा उयो त नि। अब खाऊ होइन तपाईँ खानु, होइन तपाईँ खानु। म त खाइसकेको थिएन नि त। ल आधी खाऊँ न त। ल होइन तिमी खाऊ, मलाई भयो। मिठो अचार आधी खाऊँ न त। भरे फेरि अहिले बुढीले खानै दिनँ भन्नुभयो भने के गर्नु मैले? ल फेरि बनाउनु सक्दिनँ, कति हैरान हुन्छ। यत्रो ज्यादा खाइलाग्दो कसको ज्यान? मेरो। तिमी खाऊ। लास्ट चियर्स। मैले त बुढीले खानै दिनँ। मिठो भयो। फेरि खाने भोलि पकाएर। बाहिर चियाउ परिरहेको कि अनि खाना चाहिँ भित्र बसेर चिसो कोक खाइरहेको। साँच्चै यार हिउँ लास्टै पर्नु थाल्यो अब। ल मोमो पनि सकियो, आजको भिडियो पनि सकियो। अब रात परिसक्यो, अब धन्दा सकेर अनि सुत्ने हामी पनि। ल आजको भिडियो चाहिँ यति नै। र आजको भिडियो मिठो मानेर हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्दै अर्को भिडियोमा हामी फेरि भेट्नेछौँ। बाई बाई। बाई।